गयो गयो ओए वाह ओए क्या हो यार फिल्म स्टार था यार बाप रे ओए हट हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँ सम्पूर्ण स्वागत व्यक्त गर्न चाहन्छु आजको न्यू भ्लगमा। सो आज तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ यता जङ्गलतिर छु। सो आजको भ्लग चाहिँ जङ्गलतिरको हुनेछ र माथि जङ्गलतिर चाहिँ साथीहरू गोलेको काम गर्दै हुनुहुन्छ। गोलै काटेर चाहिँ तल पल्टाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ यसो हेर्न आएको अवस्था, किनकि म चाहिँ काम गरेको छैन र गाइज होइन बाटो यस्तो छ। यसरी हामी ठुलो ठुलो ढुङ्गा तपाईँ देख्न सक्नु गयो गयो ओए ओए क्या हो यार फिल्म स्टार था यार बाप रे ओए हट दामी दामी ल हेट मान्छे गायब हुन्छ नि साथी, यसो हेर्नु है। हेट बाप त्यहीँ म त्यहीँ बस्नु पर्दैछ, दामी हो ल ल गोलै काट्ने साथी चाहिँ बबालाई हो कि ल। असनाको रोग ढाल्यो। ढलेर दुईटा त छ ढलेर होइन दुईटा अनि यहाँ पनि थियो एउटा सुकेर तिनीहरू सबै लेखा छैन होला नि त उत्तरपट्टि उल्टो भयो भने चाहिँ उतिर गएको थियो लेख्दै त माथि आउँदै भीम तल नआउने ल एक दुई तिन चार पाँच
5 6 80 बाई 8 ल्याइदियो कति जाने खाना मेरो होइन अब कान्जाबारी घुम्न खोल्छु झरेर खोल्दै खोलेछ मेसिन खोल्दै राख्ने जाने है यहीँ नि तर अघिको ठाउँमा राख्ने अब यता आउनु पर्ने काम अनि छैन त्यो छैन कहाँ त्यो पेडो कता पहिले यो खोज्न आउने चाहिँ गोलाइ हो कटिङ गर्छु तपाईँ देख्न सक्नुहुन्छ तपाईँहरूले र पुरै जङ्गल यस्तो भएको छ अनि यो माथिबाट गोलाइ चाहिँ तल झारिसकेको छ जम्मा भइसकेको छ रोड चाहिँ यहाँ आइपुगिसकेको छैन उताबाट पनि यहाँ झारिसकेको छ तपाईँ देख्न सक्नुहुन्छ सो साथीहरू चाहिँ माथि तपाईँलाई सायद मान्छे नदेखे पनि कुरा चाहिँ तपाईँले सुनिरहनु भयो होला रोड चाहिँ यहाँसम्म मात्रै छ तपाईँ देख्न सक्नुहुन्छ यहाँदेखि त खन्ने होइन बाँकी यता गोलाइ चाहिँ यहाँ यता झारिसकेको छ तपाईँले देख्न सक्नुहुन्छ ठुलो ठुलो छ गिन्डा चाहिँ बबाल छैन तपाईँ देख्न सक्नुहुन्छ ठुलो गिन्डा छ जस रोड चाहिँ ठुलो हाइवे जत्रै खन्या छ है यत्रो यस्तो जङ्गलमा चाहिँ यो खोल्चाको डिलमा चाहिँ रोड खन्या छ यता चाहिँ साथीहरूले खाने ठाउँ है यो चाहिँ तपाईँ देख्नुहोस् यता साथीहरूको सामान पनि छ यहाँ चुलो छ एउटा अनि एउटा चाहिँ यता छ तपाईँ देख्न सक्नुहुन्छ काम गर्ने मोटामोटी रूपमा काम गर्ने साथीहरू चाहिँ टन्नै हुनुहुन्छ टन्नै 40-50 जनै हुनुहुन्छ यहाँबाट चाहिँ म फर्किँदैछु घरमा आजको भेट कस्तो लाग्यो तपाईँलाई मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु होला सुन्न चाहन्छु हस् त